So alright guys, good morning and welcome to my new vlog. आजको मेरो यात्रा सुरु भइसकेको छ। म चाहिँ जाँदैछु चौरीबुकी। चौरीबुकीको कष्टपूर्ण यात्रा सुरु भइसकेको छ। बाटो यस्तो छ। अब जाम हामी। सास फेर्न गाह्रो भयो त। सो गाइजहरू हामी चाहिँ यहाँ हिँडिरहेको छौँ। खास बिहान 4:30 बजी हिँडेको। अहिले यस्तो ठाडो उकालो हिँड्नु पर्ने हुन्छ। तलपट्टि नि मान्छेहरू आइरहेछ। यहाँ भाइ हिँडिरहेछ। धुँदैछ बेसरी धुँदैछ। रिङाटा रेस्ट गर्दै हिँड्दा ठिक हुन्छ कि हुन्न। यात्रा कष्टपूर्ण छ तर पनि हामीले जानुपर्ने। Look at the view. आमामा कस्तो साह्रो राम्रो देखेछ यसले। दौउँदैछ। दबायो भाइ दबायो दबा। यसरी थुचुक्क बसेपछि जुन खुट्टा जाम हुन्छ नि। दौउँदैछ। त्यही पनि स्ट्रगल जारी छ। भ्यू हेर्न सक्नुहुन्छ। लुक एट द भ्यू। दौउँदैछ। 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 मिलन भाइ कस्तो लाग्दैछ? चिलमा छु चिल अझै योभन्दा झन् हाइटमा 8848 भने स्वाइ हिँड्छु म। कसरी रे कसरी स्वाइ पछाडिको भ्यू हेर न भाइ। हामीभन्दा राम्रो पछाडि देखाएको छ कि अभियसली बप्पाल देखेछ। हाम्रो सङ्घर्षपूर्ण यात्रा जारी छ अनि मस्तकै दौबा छ। मस्तै हो क्या हेजै नि भन नि बङ्गाली भाषा। कस्तो भाउला चोर्या कुरा नअरे कुरा नगर त जति बित्ति। सो गाइजहरू हाम्रो सङ्घर्ष एकदम जारी छ। हाम्रो सुरुजको हालत यस्तो छ। सो यहाँ पछाडि हाम्रो दाइले हामीलाई एकदम साथ दिइरहनु भएको छ। यति बेला पुग्ने दाइ। तान्यो भादियो एक गियरमा तानिरहेको छौँ गाइज। कसको दाइ? मेरो के लाग्छ दाइ? के मिलन दाइलाई बिचरा यहाँ के गर्ने? तर हाइकिङ इज गुड फर योर हेल्थ है गाइज। सो यहाँ नि बौला खोलाको बाटो ठिकियो। फेरि भन न हाल्दिनँ क्या भन न। यत्रो बेलासम्म हुक्का खाएको थिएँ डेली। आज मेरो धुवा सब झरोस् फेरि म खाली गरेर ढोस्दै हान्नेवाला छु। अब चाहिँ कहिले खान्न भनेर रिकभर हुनेवाला छ। लुक एट द भ्यू गाइस, लुक एट द भ्यू। म त गाह्रो हुँदैछ। यो केटा कहाँको भन त। मैले थाहा भन्दै के छेउली भाङैमा तान्बो हान्बो छेउली भाङैमा। केटी कहाँको चन्द्रगरनको आफ्नो डिस खान सुन्न बित्तिकै त उठिन्छ। ओए कहाँ बाइकको साउन्ड सुन्यो? हामीले पिचबाट भेटिसकेको छौँ। देख्न सक्नुहुन्छ पिचबाट होइन भाइ? होइन
कस्तो लाग्यो पिचबाट भेटेर दामी लाग्छ खुट्टाहरूले थ्याङ्क यू भन्दैछन् थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क क्यामेरा यता यही माया छ है माया छ हाई भन्नुहोस् हेलो गाइस माया छ है माया छ भन्नु न हेलो वाट्सएप मेसेन्जर स्न्यापच्याट इन्स्टाग्राम इन्स्टाग्राम ट्विटर हेलो गाइस माया छ है भन् एकदम मेसेन्जर वाट्सएप इन्स्टा सब माया ल लभली माया लभली ओए यो त भर्खर काँचा खाएर आज देखेको छु त साथी ओए पाहाडे आँगन क्या आयो हामी चाहिँ आइपुगिसकेको छौँ पाहाडे आँगन क्यामा यहाँ फोर व्हिल लाएर चाहिँ हिँडाउनु परेछ यिनीहरूलाई यो त हो र हाम्रो दाइ नभए के हुन्थ्यो यहाँ डन आमामा के साह्रो कुदेको डन फाइनल्ली हामी आइपुगिसकेको छौँ पाहाड आँगन क्याम्पमा फाइनली गाइस देख्न सक्नुहुन्छ हामीलाई अरूलाई हैन ल फेरि पाहाड आँगन क्याम्प सुत्छु होला म त मेरो घर सो गाइज हामी फाइनल्ली हाम्रो डेस्टिनेसनमा पुग्न लागिसकेको छौँ अनि यो चाहिँ हाम्रो ड्रिम प्लेस ड्रिम कम ट्रु हुँदैछ होइन बहिनी त आइसकेको होइन ल अनि पछाडि पछाडि कुहिरो आइरहेछ अगाडि अगाडि हामी छौँ यस्तो बगाल छ वेदर चाहिँ पर्खाको समयमा चाहिँ वेदर खुल्छ कि नै भन्ने हुन्छ त्यही भएर हामी चाहिँ बिहान 4 बजी उठेर हिँडेको सो जाम फाइनल डेस्टिनेसनमा कस्तो छ वेदर बाई बाई Look at the view. Don't you worry about me. Ma mordin mo kaile ni. Ma ounce Christmas, ma ounce Halloween. We body. यो चाहिँ जलाकी हो गाइज यहाँ चाहिँ अब हामीले फुल चढाउनु पर्ने हुन्छ फुलपाती चढाउला देवी देउतालाई जलाकीमा चढाउला फुलपाती यता पनि ढोक्छु नि जलाकी Yes, yes, bro. Yes. Ooh. Right, finally, dream come true. Look at the view. Ignore me and look at the background. Kosto baba guys. सपनाको संसारमा आइसकेको छु म Look at the view. I can't describe about the beauty of this place. Guys, please come to visit once. ओइ फाइनली हामी आइपुगिसकेको छौँ हाम्रो डेस्टिनेसनमा भन्नुहुन्थ्यो पुगेको छैनौँ होइन दाइ हामी पुग्न लागेको छौँ पछाडिको वेदर एकदम लभली छ लभली वेदर गाइस लुक एट द भ्यू Look at the view, guys.
Look at the view. फुलहरू मेरो एउटा ड्रिम प्लेसमा आइसकेको छु. Look at the view. Can't describe about the beauty of this place. So, यो चाहिँ हो चुङ्री बुकी. अन्त अब फुलहरूको संसारमा आएको छु. बादल माथि. दाइ हेर्नु न कस्तो दामी देखेछ वेदर. घरमै बस सुतेर बस भन्ने यहाँ. घरमा सुतेर बस्छ ल हामी घुम्छौँ. तिमीहरूलाई हामीले फेसबुकबाट देखाइदिइहाल्छौँ नि टेन्सन आउँला यस्तो गराएर बस्छ लाइक कमेन्ट हान्नुलाई ल. खुट्टा मार्दिन भने पैसा कमाऊ पैसा तिमीहरूले ब्याङ्क भर आऊ. हामी त कमाउने रमाउने सकाउने उडाएर. के थाहा नि जिन्दगी कति बेला स्टप हुन्छ. यो जुनी तिम्रै हो. दाइ फुल हेर्नु त आम्मामा. आज यही बस्छौँ दिदी भोलि जाऊँ न तल. नेपथ्यको के रे यो टक्सिएर झराउन होला कि हजुर त्योमा फागुनेको धुरी हुन्छ नि. दाइ उयो कालो चाहिँ फागुनेको धुरी हो कि. ए त्यहाँबाट चाहिँ उता महीको तेलमा हामी भन्दा त यही हो गोरुहरू भागीमानी हो. यहीँ चढ्न पाएको छ. खर्च पनि हुँदैन. अनि खाने हिँड्छ. चिसो हावापानीमा हो नि दाइ आनन्द. यो भिडियो लगाएर चिसो हावापानीमा हुर्केको कुकुरहरूलाई देखाउनु पर्छ. यो फुलहरू देखाउँछ र 3, 2, 1 and go. स्वर्ग देखेछ स्वर्ग. स्वर्ग देखाएको छ स्वर्ग. ए यो गाई स्वर्ग भनेको. लुक एट द भ्यू. वाउ जहाँ हेऱ्यो त्यही राम्रो छ क्या कसम. ओए कस्तो बल दिएको. ओए ओए look guys look ओए ओए oh my god. सुकुन यसको भन्छ सुकुन गाइज. लुक फोटो खिच्ने प्रोग्राम चल्दैछ हाम्रो यहाँ. अनि त लभली कसम इमेजिनेसन भन्दा बब्बाल छ. सो या वेदर चाहिँ खुल्ने बन्द हुने भइरहेछ. अघि भर्खरसम्म बबाल वेदर थियो अहिले चाहिँ यस्तो छ. सो गाइज डेस्टिनेसनको अब थोरै बाँकी छ आइपुग्न. कति धेरै फोहोरहरू गरेको छ यहाँ. यस्तो गर्नु भएन है गाइजहरू. चेतनशील प्राणी भएर जहाँ पायो त्यहाँ फोहोर फाल्नु भएन. लेट्स सी हाम्रो वेदर खुल्छ कि नै. यहाँ खुल्ने बन्द हुने भएर चाहिँ आज भेटुकाकै चाल भयो नि. राम्रो चिज पाउनलाई कहाँ सजिलो हुन्छ त होइन. के छ भाइ नेक्स्ट ट्रेक हानिन्छ त पोरी. यतिको जोस हुनु पऱ्यो क्या. यतिको जोस त भयो गाइज. भोक लाग्यो वेदर. सो गाइज अलमोस्ट हामी चाहिँ आइपुगिसकेको छौँ चौरीभोकी. अनि यहाँ हेर्नु न वाट इज दिस गाइज. यो त भएन है. प्लिज 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 यस्तो ठाउँलाई फोहोर नगराइदिनुहोस् है. आफूले ल्याएको फोहोरहरू आफैसँग लानुहोस्. आफूले ल्याएको खानेकुरा खाएर भ्याएर यहाँ यसरी खाल्नु त भएन नि त है. यस्तो हेर्नु न अब के हो यस्तो भएन नि त.
के खोजिस् खाना त्यो टाइम सिजनमा हो कि अहिलेको टाइम खोजिस् खाना आएको भन न लाउनु परेछ माघको बेला ऊ लाग्छ नि मेला म त मेरो दिदी घर त्यतै हो कि पिउठान हो अझ उहाँ पिउठानको झाँक्री ढुङ्गाहरू नि जनता लास्टै आयो चिन्ता थो अनि चिन्ता बाइकको फुट्यो त सासमा सास आयो अब आगो ताप्न बाहिर पाँचवटा होइन तिनवटा दुईटा हो मैले यो राति म लास्ट टाइम सब लास्ट राति खाएको र दुईटा लास्ट टाइम मैले एक बाइक खायो सासमा सास भगेमा बेलुका अब हामी यहाँबाट ब्याक हुँदैछौँ यहाँ हेर्नु न वेदरको अवस्था यस्तो छ मिलन भाइ वेदर हाउ वाज योर एक्सपिरियन्स लास्ट गाह्रो भयो रमाइलो पनि भयो तर है रमाइलो गर्न जानु पर्यो होइन ल तपाईँ चाहिँ यहाँ आउने मान्छेहरूलाई के भन्न चाहनुहुन्छ रन्जिता भुषालजी यहाँ आउने मान्छेहरूलाई के भन्न चाहनुहुन्छ तपाईँहरू पनि आउनुहोस् हामी जस्तो रमाइलो तर फोहोर नगर्नुहोस् भन्न चाहन्छु भनौँ न तर फोहोर नगरिकन जानुहोस् भन्न चाहन्छु ल यतिको चाहिँ हुनु पर्यो ड्रेस लाएर फोटो खिच्ने मेरो सपना अधुरो भयो यस घुम्नु भन पहिला ओए तल पल्टाइस् भने त साइको फेरि मैले तँलाई मार्छु नि माया छ सबजनालाई ल चौरीको माया मामा कता हो कुहिरोको माया छ है कुहिरोको माया छ है यत्रो बेर हामीले कुहिरोलाई पर्खिम तर के गर्नु म त पर्खेको पर्खैछु भन्ने मात्रै भयो फर्केर आएनौ तिमी त मेरो माया जस्तै गर्यो यार मौसममा तिमी फर्केरै आएनौ माया छ है भन्नु न भाइ विवेक भाइ माया छ है माया भन्नु न माया छ भन न एकचोटि माया छ माया छ है ल जाउँ यो चाहिँ हाम्रो खासमा बसन्त दाइको सिग्नेचर पोज हो कि ल ल ल यो चाहिँ हो कोइपा अनि यहाँनिर चाहिँ जे माग्यो त्यही पाइन्छ भन्ने विश्वास छ यहाँबाट तल यस्तो राम्रो देख्छु तर आज जे होस् पानी परेर अनि पहाडी देखिरहेको चाहिँ हाम्रो पहाडी आँगन क्याम्प सो हामी चाहिँ माथिबाट फर्केर अब यहाँ फोटोसोटो खिचेर फर्किँदैछौँ पानी परेको कारणले गर्दाखेरि वेदर त्यति राम्रो खुलेको छैन पहाडी आँगन क्याम्प हो गाइज आजको वेदर चाहिँ यस्तो छ यहाँ हामी चाहिँ माथि कोइपाबाट फोटो खिचेर फर्किसकेको छौँ र यहाँ क्याम्पहरू चाहिँ अहिले टन्न रहेछ जोस् यस्तो छ लभली देखेको छ लभली पहाडी आँगन क्याम्प यस्तो छ अवस्था अहिले लेट्स गो गाइज लेट्स गो पहाडी आँगन क्याम्प गाइज पहाडी आँगन क्याम्प यो चाहिँ यहाँ क्याम्पहरू यस्तो छ है रेड फुल